ल यो चाहिँ ब्याम्बो कटेज है। ब्याम्बो कटेज अहिले चाहिँ बन्द रहेछ। यहाँ चाहिँ नि यसो रुख बिरुवा हुर्काउने काम भइरहेको छ। ब्याम्बो कटेजको लुक चाहिँ खतरा छ है। अब यो करोडौँ लगानी गरेर चाहिँ यसरी बन्द गरेर त नहुने हो। पहिले सञ्चालनमा आइसकेको ठाउँ अब कुछ अच्छाको लागि होला सायद। कुछ अच्छा हुन्छ भने त बन्द नि गर्नु पर्यो हैन। मेन्टेनेन्सहरु पनि भइरहेछ भन्ने कुरो छ। अब हेरौँ कस्तो रहेछ। वाउ रुख बिरुवा त खत्रै हुर्काएको छ यहाँ। यो चाहिँ नि 40-50 रुपैयाँ जग्गामा बनेको ठाउँ हो। खत्रै छ ठाउँ चाहिँ। यस्तो छ धोपीहरू चाहिँ यसरी खतरा कटिङ गरेर हुर्काएको रहेछ। वाउ अमेजिङ छ है ठाउँ चाहिँ। खतरा लाग्यो मलाई। पहिला नि आफैमा आउनु त तर यति राम्रो चाहिँ बनाइसकेको थिएन। अहिले चाहिँ खतरा बनाएर चाहिँ यार 5 तले मन्दिर भन्दा कम छैन। वाउ यार यत्रो खर्च गरेर चाहिँ नि यसलाई युटिलाइज गर्न सकेको भए त बवाल हुन्थ्यो। सायद अब मेन्टेनेन्स गर्नुपर्ने पनि भएर चाहिँ पानीले गर्दा होला। यो बाँसलाई त अलि चाँडै नै बिगार्छ। ठिक छ माथितिर जाउँ हामी। यहाँबाट माथि जाऊँ। के को रुख हो यार? काजुको रुख हो कि जस्तो छ। दामी दामी ल ओ तेज पत्ता रहेछ यहाँ। यता चाहिँ नि किरा रहेछ है खतरा किरा। आमामा नेपाली लोकल किरा। के किरा भन्छ होला? मुङ्ग्री किरा भन्छ कि के हो यार? ल हेर अब सिँढी चढ्दै हामी नि मास्तिर जाउँ। दामी छ नि ठाउँ त। म चाहिँ 2-4 पल्टै आएको ठाउँ हो। अहिले चाहिँ अब मेन्टेनेन्स भएको छ भने के हो कुराकानी हैन। अहिले बन्द भयो दाजु यो मेन्टेनेन्सको लागि? भनेपछि मेन्टेनेन्स हुँदैछ। अब कहिलेबाट खुल्ने हो त नि? 2-4 महिना लाग्छ। ए ठिक छ। झन् धेरै राम्रो बनाएर छ। अहिले झन् खोल्नु पर्ने बेला हो। बस्ने ठाउँै छैन है। यसमा चाहिँ यहाँको 2टा कटेज 3टा कटेज त ए उडाको हो। कहिले पोहोरको हावाले? ए कुरो त्यो पो रहेछ यार। म त पोहोर त आएको थिएँ हावा आउनुभन्दा अलि अगाडि चाहिँ 2-3 पल्टै आयो। म पनि त्यहीँ पारीको हो कि। ए हावाले उडा भने त मलाई थाहै थिएन यार। यहाँनिर थियो यस्तो मजाको कटेज थियो यार। माथि बसेर खाने 3टा जति थियो यहाँ। तेरिका बर्बाद बनाएछ नि। तर चाहिँ नि यो ब्याम्बो रिसोर्ट भन्दा नि कम छैन। खतरै छ। वाउ ल्याएर कस्तो मजाको मजुर बनाएको छ। रुख बिरुवा चाहिँ नि एकदम खतरा बनाएको। अरू त त्यस्तै हो। ल्याएर नि त यस्तो मजाको कहाँ पाइन्छ? यो खाली लुक्स 5 स्टार लेभलको छ है। 5 स्टार लेभलको रुख बिरुवा चाहिँ 5 स्टार लेभलको छ यहाँ। वाउ अमेजिङ छ यार। हो यहाँनिर थियो कि ठ्याक्कै यहाँनिर थियो एउटा कटेज। एउटा ऊ त्यहाँनिर थियो। दामी थियो यार। हामी त्यहाँ बसेर खिचेको भिडियो पनि थियो। उडाएछ यार। बर्बाद बनायो। अहिले चाहिँ नि अब मेन्टेनेन्स भनेको छ। अब चाहिँ नि साउन पछि खुल्छ भनेको छ। राम्रो हुन्छ।
ठिक छ ल। अहिले चाहिँ नि यहाँनिर मैले देखेको रुख बिरुवाहरूको पनि काम चाहिँ एकदम खत्रै भइरहेको छ है। ल ब्याम्बो कटेज मैले हजुरहरूलाई घुमाएर देखाइदिएँ। यहाँको चाहिँ नि रुख बिरुवा चाहिँ खत्रै छ कि। कस्तो कस्तो भाँडामा बिरुवा लगाएको छ। वाह, के रहेछ यो? के फलेको हो यो? के हो? झ्यापा खाइदिउँ भने फेरि खान नहुने चिज हो कि के हो? फेरि हाम्रोतिर त भलायो यस्तै टाइपको हुन्थ्यो। फेरि झ्यापा खाइदिउँ ल, पक्लकै भइयो ल, बर्बाद छ। हेरेको के हो नचिने फल खाँदाखेरि गाह्रो पर्न सक्छ। वाह, ल हेरौँ न त्यसको यहाँ कस्तो चाहिँ बाँदर चाहिँ नि बनाए। ल हेरौँ। ओ ल बुढाहरू रमाउँछन् है यस्तो देखेर। यसलाई किराले खाएछ कि पुरै। ल हेरौँ त। ठिक छ, धेरै राम्रो छ यार। यसलाई बस मेन्टेन गर्नु पर्यो। कछुवा रहेछ, भ्यागुतो। यो वाटर फाउन्टेन हो। अहिले अब सञ्चालन नभएर होला, राम्रोसँग हेर्दै रेखदेख गर्ने मान्छे नभएर। ठिक छ, रमाइलो लाग्यो धेरै पछि है। यहाँ पनि टरै थियो कि के थियो भने यहाँ त खुल्लै थियो के अरे, खुल्लै थियो। हामी यहाँ बसेर पनि खाइएको थियो। यहाँ चाहिँ छाताहरू राखेको जस्तो लाग्छ मलाई। एकदम दृश्य चाहिँ बवाल छ यसको। यो चाहिँ नि कता पऱ्यो भने उत्तरी भेगतिर पऱ्यो यो। यसको चाहिँ नि यो डाँडोमै छ क्या, एकदम डाँडोमै छ। मान्छेलाई चाहिँ नि बहुत मनपर्ने ठाउँ हो यो। प्राइसहरू पनि रिजनेबलै थियो। अब के भएर चाहिँ मेरो कुरो बिग्रियो त्यो चाहिँ उहाँहरूलाई थाहा छ। ल